बहुमत र 2/3 भनेको के हो? राजनीति र संसदको कुरा बुझ्न यो कुरा जान्नै पर्ने हुन्छ। सबैभन्दा पहिले बुझौँ बहुमत भनेको के हो। नेपालमा कुल 275 जना सांसद हुन्छन्, जसमा 165 जना प्रत्यक्ष निर्वाचनबाट र 110 जना समानुपातिक प्रणालीबाट। यदि कुल सांसदको 50% भन्दा 1 जना बढी समर्थन भयो भने त्यसलाई बहुमत वा मेजोरिटी भनिन्छ। 275 को आधा 137.5 हुन्छ। त्यसैले 138 जना वा सोभन्दा बढी सांसद साथमा भएमा बहुमत हुन्छ। अब बहुमतमा पुगेपछि के गर्न सकिन्छ त? सरकार गठन गर्न, प्रधानमन्त्री चयन गर्न, साधारण कानुन पास गर्न र बजेट पारित गर्न। छोटकरीमा भन्नुपर्दा देशको सरकार चलाउन बहुमत काफी हुन्छ। अब कुरा गरौँ 2/3 बहुमतको। यदि कुल सांसदको 2/3 अर्थात् करिब 66.66% समर्थन भयो भने त्यसलाई 2/3 मेजोरिटी भनिन्छ, अर्थात् 2/3 बहुमत भनिन्छ। यसको मतलब 3 भागमा 2 भाग भन्ने बुझिन्छ। 275 सांसदको 2/3 निकाल्दा 184 जना सांसद हुन्छन्। 2/3 बहुमतले के गर्न सक्छन् त? संविधान संशोधन गर्न, सङ्घीय संरचना वा प्रदेश सिमाना जस्ता ठूला राष्ट्रिय निर्णय लिन, देशको शक्ति सन्तुलन बदल्ने कानुनी व्यवस्था गर्न। सरल भाषामा भन्नुपर्दा देशको संरचना नै परिवर्तन गर्न 2/3 बहुमत चाहिन्छ। निष्कर्षमा भन्नुपर्दा सरकार चलाउन आवश्यक शक्ति बहुमत र देशको संरचना बदल्न सक्ने शक्ति 2/3 बहुमत।